सम्पूर्णमा नमस्कार। अनलाइन मार्फत आफ्नो राष्ट्रिय परिचय पत्र कसरी डाउनलोड गर्ने, आउनुहोस् जानौं। राष्ट्रिय परिचय पत्र नम्बर पाइसकेका नेपाली नागरिकहरूले पञ्जीकरण विभागको सिटिजन citizenportal.donicdr.gov.np/any ओपन गर्नुहोस्। यो लिंक चाहिँ म भिडियोको डिस्क्रिप्सनमा पनि तपाईलाई उपलब्ध गराउने छु। त्यसपछि अघि बढ्नुहोस्। त्यहाँ तपाईले ENID डाउनलोड भन्ने अप्सन आउँछ, त्यहाँ क्लिक गर्नुहोस्। त्यसपछि नेपाली वा अंग्रेजीमा आफ्नो नाम र थर राख्नुहोस्। त्यसपछि आफ्नो जन्ममिति राख्नुहोस् अनि त्यसपछि तपाईको नागरिकता जारी मिति राख्नुहोस्। अनि तल क्याप्चा आउँछ, क्याप्चामा 6 डिजिट क्याप्चालाई फिलअप गरेर तपाईले आफ्नो परिचय पत्र डाउनलोड गर्न सक्नुहुन्छ। अनि त्यो डाउनलोड गरिसकेपछि तपाईलाई एउटा पासवर्ड हान्नु पर्ने हुन्छ। त्यो पासवर्ड भने के भनेपछि तपाईको नामको पहिलो 4 अक्षर क्यापिटलमा तपाईलाई राख्नु पर्छ। त्यसपछि तपाई जन्मिएको मिति चाहिँ त्यो डाउनलोड भएको पीडीएफ मा तपाईले राख्दिनु होला। जस्तै सपोज एक्जाम्पलको लागि मेरो नाम राजन हो भने अनि मेरो जन्म मिति 2049 साल हो। अब यसको पासवर्ड के हुने हो भने RAJA राजा 2049। यसरी तपाईले आफ्नो राष्ट्रिय परिचय पत्र मोबाइल अथवा ल्यापटप जुनसुकै डिभाइसबाट पनि तपाईले सुरक्षित गर्न सक्नुहुन्छ है त। ल हस्त, धन्यवाद।